हेलो गाइस, गुड मर्निङ एभ्रिवान। हामी चाहिँ आज लोथर खोला नुहाउन जाँदैछौँ। अनि यो लोथर खोला हामी चाहिँ नुहाउन जाँदाखेरि चाहिँ दाइको डिब्बा गाडीमा गएको छौँ हामी चाहिँ सबैजना रमाइलो गर्दै। अनि हामी यसरी गएर रमाइलो गऱ्यो। हेर्नुहोस्, रमाइलो गरेको देख्न सक्नुहुन्छ। ऱ्याप गीत गाउँदै आनन्दले होइन, चिलमा टक्क म चाहिँ गीत गाइरहेको छु, सिङ्गर बनिरहेको छु म चाहिँ। यस्तै हो, साथीहरूसँग भएपछि हल्का फुल्का रमाइलो हुन्छ। अनि यहाँ चाहिँ मैले कमेडी एउटा फेस बनाएर कमेडी गराउँदै थिएँ दाइहरूलाई, सबैजनालाई। अनि कहानीमा ट्विस्ट कसरी आयो भने चाहिँ लास्टमा कहानीमा ट्विस्ट कसरी आयो भने चाहिँ लोथरबाट नुहाएर हामी घर रोडबाट नफर्केर हामीले के डिसाइड गर्यो भने हामी लोथरको बाटो माथि लेटाङ अनि के ठाउँ भन्ने छ माथि होइन, त्यो मेलडाँडा के यो बाटो जाने भनेर चाहिँ दाइले देखाउनु भयो। ओके भनेर यो बाटो गयो सबैजना। यति दुःख पायो, यति दुःख पायो, यति दुःख पायो प्रभु। यति हिँडे, दिउँसो लगभग 3:30 बजे 4 बजे हिँडेको। उकालो त्यस्तै हिँडे, त्यस्तै कति डाँडा कट्यो, कति डाँडा हिँड्यो। राति बेलुका 10 बजे घर आइपुग्यो हामी। सबको घरबाट फोन आएको छ, गाली गरेको छ, तिमीहरू नुहाउन गए कहाँ हो भनेको छ होइन। तर सबैजना हिँडिरहेकै छ यसरी नै रमाइलो गर्दै। सुरुमा रमाइलो थियो, पछि थाकेर त सबैजना हैरान भएको थियो। भोकले त्यस्तै हालत खराब भएको थियो। हेर्नुहोस् अहिले, तर भ्यू चाहिँ ओभर यति बबाल देखिन्छ। भ्यू चाहिँ यस्तो मिठो देखिन्छ, भ्यू चाहिँ यस्तो दामी लाग्यो मलाई। तर दुःख त दुःख नै पायो, धेरै हिँडे। अहिले हामी चाहिँ यो कात्राङ भन्ने ठाउँ, फाइनली यो चाहिँ हाम्रो गाउँको बाटो देख्यो यो होइन, गाउँ देख्यो। अहिले चाहिँ हामी घर फर्किँदैछौँ, ओह्रालो झर्दैछ घरको बाटो, तल ओह्रालो बाटो एकदमै खतरा पनि छ। झन् त्यही माथि ओह्रालो झर्नु पर्दैछ। सबजना मोबाइलको बत्ती बालेर झर्दैछ। अहिले चाहिँ हामी दिउँसो हिँडेको मान्छे अहिले यसरी पुग्दैछौँ हामी। हिँड्नु सकेको छैन, खुट्टा काम्या छ, थर पसिना त्यस्तै छ। सबैजना थके मारेर बसेको छ। लगभग 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना, म सुद्धा 7 जना। अब टायर्ड छ हाम्रो एकदमै। थ्याङ्क यू सो मच।